हेलो एभ्रिवान, न्यू भिडियोमा स्वागत छ तपाईहरुलाई। आजको भिडियोमा चाहिँ म चाहिँ विराटनगर किङ्सको टिमको बारेमा बताउन गएको छु। कस्तो छ टिम, प्लेयरहरु कस्तो छन् अनि अन पेपर स्ट्रङ कतिको छ अनि मैदानमा गएर कस्तो गर्छ भनेर। योभन्दा पहिले चाहिँ विराटनगरको गेम कहिले छ हेरौँ। खेल तालिका क्यानले हिजो सार्वजनिक गरेको थियो। सो त्यो अनुसार पहिलो गेम चाहिँ नोभेम्बर 18 मा बेलुका 4 बजे पोखरा एभेन्जरसँग रहेको छ। पहिलो पटक फ्लड लाइटमा हुँदैछ गेम। सो दोस्रो गेम चाहिँ नोभेम्बर 22 मा बेलुका 3:30 बजे विराटनगरको म्याच चाहिँ काठमाडौँ गोर्खासँग रहेको छ। त्यसैगरी नोभेम्बर 24 गते 11:45 मा जनकपुर बोल्टसँग रहेको छ। त्यसैगरी नोभेम्बर 26 मा चाहिँ चितवन डाइनोसँग रहेको छ बेलुका 4 बजे। अर्को चाहिँ कर्णाली एक्ससँग रहेको छ 4 बजे। त्यसैगरी डिसेम्बर 3 मा लुम्बिनी लायन्ससँग रहेको छ 4 बजे। सो डिसेम्बर 6 मा चाहिँ विराटनगरसँग रहेको छ बिहान 11:15 मा। यसैगरी 7 म्याच जम्मा खेल्नेछ। सो लगभग धेरै जस्तो 5 गेम सायद बेलुका छ फ्लड लाइटमा खेल्नेछ विराटनगरले। विराटनगर किङ्सको स्क्वाड यस प्रकार रहेको छ। सन्दीप लामिछाने क्याप्टेन, बसिर अहमद, लोकेश बम, सुभाष भण्डारी, नरेन भट्ट, प्रतीक जोशी, नारायण जोशी, श्रवण किस्कु, साहिल पटेल, विकेट किपर शङ्कर राणा, सूर्य तामाङ र ट्यालेन्टबाट सिलेक्ट भएका आयुष नेउपाने गरी नेपाली प्लेयरहरू चाहिँ यति छन्। र विदेशी प्लेयरहरूमा चाहिँ फाफ डु प्लेसिस सुपरस्टार साउथ अफ्रिकाको अनि मार्टिन कप्टिन न्युजिल्यान्डको लेजेन्ड। त्यसैगरी साउथ अफ्रिकाको फास्ट बलर जसले 140-45 को स्पिडमा बल फाल्न सक्छन् मार्चन डिलेङ्गे। त्यसैगरी अस्ट्रेलियाको स्याम हेजलेट र स्कटल्यान्डको ओपनर ब्याट्सम्यान हार्ड हिटर जर्ज मन्सी। सो ओभरअल टिम चाहिँ एकदम राम्रो छ। अन पेपर हेर्दाखेरि राम्रो टिम छ। अब मैदानमा कस्तो गर्छ, मैदानमा राम्रै गर्छ जस्तो लागिरहेछ। सबैबाट मिलेको छ टिमको। सो स्क्वाड एनालाइसिस गर्दाखेरि सन्दीप लामिछानेको बारेमा अब मैले केही बताउनै पर्दैन। कति इफेक्टिभ छन् भन्दाखेरि लास्ट इयर चाहिँ खराब पर्फर्मेन्स थियो उनको। यो वर्ष चाहिँ भर्खरै नेपाली खेलेर आएको वर्ल्ड कप क्वालिफायरमा भयो अनि त्यो ओडिआई सिरिजमा राम्रै गरेका छन् उनले। सो फर्ममा आइसकेका छन् भनौँ। बसिर अहमद एक फ्युचर अफ नेपाली क्रिकेट राम्रो अलराउन्डर, लेफ्टी ह्यान्डेड र लेफ्ट आर्म स्पिनर। त्यसै लोकेश बम विकेट किपर पनि गर्न सक्छन्। योचोटि सायद अघिल्लो साल ओपनिङ गरेका थियो भने यो वर्ष चाहिँ फिनिसिङ गर्न सक्छन्, फिनिसर हुन सक्छन् सायद, किनभने ओपनिङमा अहिले अप्सनहरू रहेको छ। त्यसैगरी सुभाष भण्डारी अफ स्पिनर, नरेन भट्ट नेपाली अन्डर-19 क्याप्टेन मिडल अर्डर ब्याट्सम्यान अनि प्रतीक जोशी नेपालबाट खेलिसकेका लेफ्ट आर्म यङ बलर फास्ट बलर। त्यसैगरी नारायण जोशी अलराउन्डर अनि श्रवण किस्कु अलराउन्डर फास्ट बलर। त्यसैगरी साहिल पटेल नेपालबाट खेलिसकेका विकेट ब्याट्सम्यान शङ्कर राणा मिडल अर्डर ब्याट्सम्यान भनौँ। अनि सूर्य तामाङ लेफ्ट आर्म स्पिनर। लेफ्ट आर्म स्पिनर हरेक टिमलाई चाहिन्छ। सो यो विराटनगरको टिममा चाहिँ लेफ्ट आर्म स्पिनर चाहिँ दुईवटा छन्, सूर्य तामाङ र बसिर अहमद। स्पिनरहरू सन्दीप लामिछाने भइहाल्यो अनि अफ स्पिनरमा सुभाष भण्डारी गर्न सक्छन्। सो ओभरअल टिम राम्रो छ। सबभन्दा राम्रो भनेको यिनीहरूको चाहिँ कोच। यिनीहरूले नेपालको फर्मर हेड कोच उबुन्टु दासानायकेलाई भित्राएको छ, हेड कोच रहेका छन्। लास्ट इयर चाहिँ दासानायकेले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए, त्यहाँको कोच थिए। त्यसैगरी श्रीलङ्काको फास्ट बलर पूर्व फास्ट बलर धमिका प्रसादलाई पनि बोलिङ एज अ बोलिङ कोच टिममा भित्राएको छ भनौँ। सो ओभरअल टिम हेर्दाखेरि राम्रो नै छ अन पेपर अनि मैदानमा पनि योचोटि केही गर्छ जस्तो लागेको छ। टिम राम्रो लाग्यो मलाई चाहिँ ओभरअल। तपाईँलाई कस्तो लाग्यो बताउनु होला। सो म चाहिँ यो प्लेयर टु वाच भन्छ नि त, त्यस्तोमा चाहिँ कसले राम्रो गर्छ जस्तो लाग्छ मलाई चाहिँ। प्रतीक जोशीले कस्तो गर्छ, नेसनल टिममा कम्ब्याक गर्छ कि गर्दैन भनेर अब एनपिएलबाट थाहा हुन्छ। लोकेश बमले पनि कस्तो गर्छन्। अब मार्चन डिलेङ्गे भन्ने फास्ट बलर 140-45 को स्पिनमा फाल्छन्। नेपाली प्लेयरले खासै यति पेस भएको बलर खेल्न सक्दैन नि त, खेलेको नि हुँदैन। सो अनि योचोटि हेरौँ कस्तो गर्छन्। ओभरअल राम्रै छ टिम। नरेन भट्ट राम्रो गर्छन् भन्ने आशा छ मलाई चाहिँ। अनि यो वर्षदेखि एनपिएल चाहिँ फ्लड लाइटमा हुँदैछ। अब विराटनगरको सबै म्याच प्रायः 4 कि 5 म्याच चाहिँ बेलुकी नै छ। सो हेरौँ। नेपाली प्लेयरले प्रायः पहिलोपल्ट सन्दीप लामिछाने बाहेक सबै प्लेयर पहिलोपल्ट फ्लड लाइटमा खेल्दैछन्। सो यही हो
भिडियो विराटनगर किङ्सको बारेमा तपाईँहरूलाई कस्तो लाग्यो टिम अनि प्लेइङ 11 पनि कमेन्ट गर्नु होला। सो यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हस्, थ्याङ्क यू। अर्को भिडियोमा भेटौँ होला अर्को टिमको बारेमा अब।